नमस्कार फेरि पनि नमस्कार। म पवित्रा रम्तेल, राष्ट्रिय कला संग्रहालय सिन्धुली कलाघरको उपाध्यक्ष र यति बेला भने म छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर 6 सल्यानको चाहिँ लान्ती भन्ने ठाउँमा नौमती बाजा तालिमको लागि उपस्थित भएको छु। अनि मैले चाहिँ सनाई सिकाउँदै छु। आज भने हामी सनाईमा लेकै सल्लो पियारी बेसीमा टुनी भन्ने भाका सिकाउँदै छु मैले चाहिँ उहाँहरूलाई। र यता हाम्रो सनाई सिक्नको लागि दुईजना सरुगिरी हैन सरुगिरी, त्यस्तै गरी नबिना विष्ट हुनुहुन्छ र उहाँहरूको सिकाइ पनि राम्रो भइरहेको छ। आज चाहिँ लेकै सल्लो है। ल सुरुमा ट्या पार्ने है। अब लेकै सल्लो हामी शब्द शब्द गरेर है लेकै मात्रै सिक्छौँ है। सुरुमा लेकै दुईचोटि फुक्ने सल्लोमा जान्छौँ। हेर्नु ल पहिला राम्रोसँग। अब लेकै दुईचोटि फुकेर सल्लो। ल गुड, फेरि गर्नु। लेकै सल्लो। हामी चाहिँ एक एकवटा शब्द शब्द गरेर गर्छौँ है। माथि जाने होइन, माथि जाने होइन, तल। ल हेर्नुहोस्, हामीले चाहिँ यसरी लेकै सल्लो अब पुरै सिकिसकेर, अब यहाँ अहिले सबै सिकाएको देखाएर नि साध्य हुन्न, पुरै सिकिसकेर बाजामा बजाएको भिडियो पनि यहाँहरू माझमा ल्याउनेछौँ। के भन्न चाहनुहुन्छ? बाजामा बजाउने छौँ एकछिन पछाडि, अनि सबैजनाले हेरिदिनु होला। नमस्कार, म यहाँ बाजा बजाउनको सिक्नको लागि उपस्थित भएकी छु र एकैछिन सिकाएको कस्तो लागिरहेछ? मैले सिकाएको कस्तो लागिरहेछ? एकदमै राम्रो लागिरहेछ। तपाईँले उहाँले यति राम्रोसँग सिकाउनु भएको गरेर सिकाइरहनु भएको छ। थोरै थोरै क्लिप काटेर सिकाउनुहुन्छ। क्लिप काटेर एकदमै राम्रो लाग्छ र अलिअलि सिकेका कुराहरू एकछिन पछि माथि गएर बाजामा बजाएर फेरि कहाँ माथि भन्नु होला? रिदम बाजा चाहिँ अलि माथि सिक्दै हुनुहुन्छ। माथि भने उता माथि होइन नि, फेरि रिदम बाजा सिक्ने ल सिकिसकेर गएर बाजामा बजाउँदैछ। माथि चाहिँ यता होइन। हेर्दै गर्नु होला, हामीलाई माया गर्दै गर्नु होला। धन्यवाद।